नेपाल घुम्न आएका एकजना दरबार सिंह नाम गरेका सरदारजी पशुपति दर्शन सकेपछि काठमाडौँको डाउनटाउन जाने योजनामा थिए। त्यसै बखत एक बसमा खलासीले रत्नपार्क चर्को स्वरमा गरिरहेको देखेपछि एकजनाको सुझाव अनुसार सरदारजी त्यही बसमा चढे। बस चल्यो, अलि बेरमै 32 पुतलीमा रोक्यो। खलासीले छिच्यायो, ल 32 पुतली। त्यतिमै एकदमै पुतली जस्तै सुन्दर युवती बसबाट झरिन्। सरदारजी अचम्ममा परे। वे यो ठाउँको नाम 32 पुतली हो कि यी युवतीकै नाम 32 पुतली हो? बस फेरि अघि बढ्यो। अब मैती देवीमा रोकियो। यसपालि खलासीले आउनुहोस् मैती देवी भनेर चिचाउँदा एक वृद्ध आमा ठूलो पोको बोकेर ओर्लिन्। सरदारजीलाई विश्वास बढ्दै गयो। वारे नेपाली खलासी, मान्छेको नामले नै बोलाइदिन्छन्। यात्रीहरूको कुन ठाउँमा झर्ने भन्ने पनि ठ्याक्कै थाहा पाउने। त्यत्तिकैमा बस ज्ञानेश्वर पुग्यो। खलासी फेरि करायो, ज्ञानेश्वर। एकजना दारीजुङ्रा फुलेका बुढा मानिस लठी टेकेर झरे। अब त सरदारजी पूर्ण रूपमा विश्वस्त भए। बिल्कुल स्मार्ट। यो त प्यासेन्जर लिस्ट नै मनमनै पर्छ। मैले कहाँ झर्नुपर्ने हो खलासीलाई थाहा छ। उसले मलाई पनि म झर्ने स्थानमा बोलाइदिन्छ। यात्रा चलिरह्यो। अन्तत बस सिंहदरबार पुग्यो। खलासीले चिच्यायो, सिंहदरबार। त्यो सुन्नासाथ सरदारजी रिसाउँदै कड्किनुभयो। अरे भाई, क्या सिंह दरबार बोल रहे हो? दरबार सिंह बोलो, हम उतरेंगे।